यहाँहरूलाई हार्दिक नमस्कार तथा शुभ बिहानी। हामी हाम्रो जीवन परिवर्तन गर्नका लागि महान व्यक्तिहरूको दर्शनहरूबाट ज्ञान पाउनै पर्छ। आज मैले गौतम बुद्धका यी 7 भनाइहरू तपाईहरू माझ ल्याएको छु, जसले हाम्रो जीवन परिवर्तन गर्न सक्छ। स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो, सन्तोष सबैभन्दा ठुलो सम्पत्ति हो र विश्वास सबैभन्दा राम्रो सम्बन्ध हो। जीवनमा खुसीको रहस्य बाहिरी सम्पत्तिमा होइन, भित्री सन्तुलनमा हुन्छ। तिमी जे सोच्दछौ त्यही बन्छौ। सकारात्मक सोचले जीवन सकारात्मक दिशातिर लैजान्छ। क्रोधलाई समाति राख्नु भनेको तातो कोइला अरूलाई फाल्ने उद्देश्यले समाति राख्नु जस्तै हो। तिमी नै जल्छौ। क्षमताशील बन, किनभने क्रोधले आफैलाई जलाउँछ। ती सबै कुराहरूमा विश्वास नगर्नु जुन तिमीले सुनेका छौ, यदि त्यो कुरा मैले नै भनेको भए पनि, जबसम्म त्यो तिम्रो अनुभवमा सत्य ठहरिन्छ। बुद्धिले सत्य बुझ्न स्वतन्त्र सोचलाई प्राथमिकता दिनुपर्छ। हजारौं शब्दहरू भन्दा एउटा कार्य उत्तम हुन्छ। शब्दभन्दा कर्म महत्त्वपूर्ण हुन्छ। क्रियाशील बन। धेरै साँचो प्रेम आफैप्रतिको प्रेमबाट सुरु हुन्छ। आफैलाई प्रेम गर्नेले अरूलाई पनि प्रेम गर्न सक्दछ। हरेक बिहान हामी फेरि जन्मन्छौँ। आजका कर्महरूले नै हाम्रो जीवन बनाउँछ। विगतमा होइन, वर्तमानमा जिउ। आजको दिन नै नयाँ अवसर हो।